हरियो महिनामा पनि नेप्से खासै हरियो देखिन हैन, त्यस्तै झ्याउ लाग्दो अल्छी लाग्दो हरियो छ हैन। अब यो हरियालीलाई छोड अनि बाहिरतिर गएर चाहिँ हरियाली मस्त हरियाली हेर्नुस्। सो त्यहाँ चाहिँ इन्जोय गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ नियामक अध्यादेश वा उचित सुव्यवस्था नभएसम्म चाहिँ हामीले हैन पर्खिने नै हो। नियामक सुधार चाहिँ आउन जरुरी छ। नियामक सुधार छैन, हामीसँग सर्ट सेलिङ हुनै पर्छ। अब जसरी भए पनि अब अध्यादेशबाट भए पनि अब ल्याइदिनु न। अब सम्बन्धित के भन्छ रे ठाउँलाई अनुरोध पनि छ मेरो। सो त्यतिन्जेलसम्म हामीले अब बाहिर गएर बाहिरको हरियाली हेर्दा पनि हैन खासै फरक पर्दैन नेप्सेलाई हैन। यो जारी हुन्छ जस्तो, यो कन्टिन्यू नै रहन्छ कि जस्तो लागिरहेछ 2-4 महिना अरु हैन। यो त्यतिन्जेलसम्म हाम्रो चाहिँ जुन कारोबारको क भन्ने शब्दको संरचनात्मक रोइलो हेर्दै तपाईहरु नि मनोरञ्जन गर्नुस्। म पनि अब त्यही त हो, हरियाली छ नभएको हैन, सानोतिनो छ। तर खासै हुन्छ नि त अल्छी लाग्दो भयो यो अल्छी लाग्दो झन्झड हैन। सो यसलाई चाहिँ दूर भगाउन बाहिरको हरियाली हेर्न जाउँ कि भन्ने जस्तो लागिरहेछ अबको संरचनाहरू हेर्दा, अबको चार्टहरुको एनालाइसिस हेर्दा हैन। सो बिस्तारै बिस्तारै सबै अध्ययन गर्नुस्। त्यही हो, यहाँ त गन्जागोल छ, कन्फ्युजिङ छ। हेर्न चाहिँ सक्नुहुन्छ तपाईले चाहिँ नेप्से ट्रेडिङ चार्ट हैन। अलिकति नेप्से ट्रेडिङ चार्टको प्रचार गर्दियौ। नेप्से ट्रेडिङ चार्ट सर्च गर्नु होला, मजाले हेर्न सक्नुहुन्छ सबै हाम्रो इन्डिकेटरहरु प्रयोग गरेर र सबैको बारेमा अध्ययन पनि गर्न सक्नुहुन्छ। धन्यवाद।